हेलो गाइस, आज म चाहिँ करेन्ट नुडल बनाउन ल्याएको छु। यहाँ सबै सामानहरू रहेको छ। यहाँ नुडल्स, त्यसपछि यो सस, अनि उता ससेज, प्याजको पात, अनि त्यसपछि यो सस, अनि त्यसपछि यो चिल्ली पेस्ट स्पाइसीको लागि। अब यहाँ पानी बोइल हुँदैछ। अब त्यसपछि हामी यो नुडल यहाँ पानीमा नुडल्स बोइल गर्नको लागि राखेँ मैले। एकछिन बोइल गर्ने यसलाई, अनि सँगै त्यसमा ससेज नि बोइलको लागि छोडिदिन्छु म एकछिनपछि। त्यसलाई भिजाइसकेपछि यहाँ मैले एकैछिन नुडल्सलाई भिजाइराखेको छु है। त्यसपछि मैले ससेसलाई नि त्यो नुडल्ससँगै बोइलको लागि राख्नेछु। अब मैले एकछिन चलाइसकेपछि म अब ससेस राख्नेछु। अनि ससेस राखेर एकछिन थोरै ससेसलाई चलाउँछु, अनि त्यसपछि त्यसलाई बोइल्नको लागि छोडिदिनेछु। दुईटैले चलाएर छोडिदिनेछु बोइलको लागि। राम्रोसँग पाक्नुपर्छ, नत्र हाम्रो पेटको लागि खराब हुन्छ। मैले राम्रोसँग पकाइसकेपछि ससेस र नुडल्सलाई बोइल गरिसकेपछि बोइल भएपछि अब हामी यसमा प्याजको पात राख्दैछु। अब त्यसपछि अब यसलाई राम्रोसँग चलाउने। काँचो खान मन लागेकोलाई त्यहीमै हाल्नु, नत्र पकाएर खान मन लागेकोमा त्यही पकाएरै हाल्ने, अलि बेर पकाउने। मैले चाहिँ पकाउनै सजेस्ट गर्छु, त्यसरी राम्रो हुन्छ। अब एकछिन पकाइसकेपछि त्यसमा हाल्ने मसलाहरू राख्नेछु। त्यसपछि मैले यहाँ पिरोको लागि चिल्ली पेस्ट राखेँ, अनि त्यसपछि मैले अलि थोरै गुलियोको लागि मैले यहाँ थोरै मात्रामा केचप राख्छु। अब मन लागे हजुरहरूलाई मन लागे राख्नु, नत्र नराख्नु, यो कम्पलसरी छैन। त्यसपछि म यहाँ नुडल्समा भएको सुपहरू राख्दैछु। मैले यहाँ डिहाइड्रेटेड भेजिटेबल, त्यसपछि अझै दुईवटा डिहाइड्रेटेड भेजिटेबल, अनि त्यसपछि मैले सस, पिरो त्यो रङ ल्याउनको लागि सस, त्यो दुईटा कलरको लागि सस राख्दैछु। अब त्यति सस राखिसकेपछि म यसलाई मिक्स गर्दै त्यो पिरो सस नि मिक्स गर्दै पिरो सुप पनि राख्दै चलाउँदैछु। ल अब मैले पिरो सस पनि राखेँ। पिरो सस राखेर एकछिन मिक्स गर्ने र यसलाई राम्रोसँग